खै राख जा कतिवटा भयो त कति पिडालु भन्नु नि त रमाइलो ल्याएको रहेछ नि भाइको छ अर्का कुकुर कहाँबाट हुँदो हो क्या सर के हो त सुत फिल्म हेरायो मेला किन गइयो हेलो भन्छ जाने दिसरी भन्ने अनि फर्स्ट जाँदैछु म लाइसेन्स खुलेर पिछोटि फर्म लाउनु पर्ला भन्ने कुरा पदमी पनि अहिले मिलेन जान्छ भन्ने कुरा छ क्या यहाँ गाउँमा यो कहिले भाइरल भयो अरे युवराज सर कहाँ यहाँ गाउँमा पो सुनसान हुनुहुन्छ यहाँदेखि बाहिर जानु पनि त खतरा चल पर्छ हो र पुरै छोडिदिनु नमस्ते के छ हालखबर कहाँ घरबाट हो घर जानु हो तेरीमा लियो है माछा पहिले कस्तो बोल्नु बाहिर होला के छ 10 रुपैयाँ आयो माछा ओइ ओ ज्ञानी भएछ हान्न दे लड्नले ओ तँ कतै के दाजु मा जुलु कति र हाम्रो दाजु त गइ गयो नि माछा सब बडा छ यार अब फेरि भएन भाइ भएन यार एक केजी हामीलाई त्यसै दिइहाल्छ त्यसले के देख्न बग्या माछा नजाऊ पैसा दिएर खुवाउनु त माछा अनि त्यो दिन त देल्छ कि पिङै छुट्याएछ दोहोऱ्याउने भने झन् अनि धेरै नमुचिसेला अलिअलि मात्रै फेरि फुपूले बहुत मुचिसिन्छ क्या धेरै मुचिसिन्छ त हल्का भइगयो छुट्टिन्छ क्या फुपू ल भइगयो भन्दा लाने फेरि आने गाडा काट्न लाग्यो त्यो पोथमा आयो वर्ष पिथे गेलेपछि अनि दिजले थाहा छैन त आयो वर्ष बुढेस कालमा लामो आयो तर माथि चुट्टिन लागेको फुपू छोड्दिछु भयो लोड्सेला रोटिजमा जाने जस्तो छ यो त रोटिजमा त कहिले जाने एउटा त्यहाँ गइसक्यो म एउटा त्यहाँ गइदिन्छु होला फेरि ल जा त जा गइदिउ गइदिउ ल पक जाने म एउटा भिडियो बनाउँछु तेरो ल चुट्टेलाई विचार गर भइगयो नजा झर केटा झर पिङ चुट्टिने रहेछ चुट्टियो भने सम्भावना छैन छुट्टियो झर अब हजुर उता कसिन्यो उता कसिन्यो विनोद घर छ विनोदलाई पेट घटाउनु पर्यो लाग्छ बाक्लो फुट्या हामी गए म गएदेखि नै भनेको माग भी गए छैन भने तँ पनि माग भी गए हेलो हजुर सरहरु कहाँ हो त नि यार घरै छ वेलकम के गरिन्छ घर यत्रो ठुलो आशा खाना भएको छैन अझ पक्का त काँक्रो खुवाइहालौँ हामीलाई बुढी खाँदै बुढाले गर्ने स्वागत हामीलाई बाबु धन्यो कति जति ल्याउनु भएको छ अङ्कल चाम्टीको छन् कि थोरै पुर्साको हुनु ल्याउनु त हातमा अब
अस्ति दिन चाहिँ ल्यायो अरू पनि ठ्याक्कै टुबा समातेर यस्तो गरेर हजुर दुधमा अलि खानुपर्छ एड्सा गुम्बा है त साथीहरू अहिले कति थियो यसको रेट सो कति 400-500 रुपियाँ छ मोटाको त 1200-1500 जान्छ अर्को 500 सम्म छ घट्या रेट हो त्यो वर्ष अहिले धेरै घट्यो 300-400 केजीको त्यो 36 लाख कतिको छ यो औषधिको लागि ल्याएको हो कि किन औषधि यसो खाने हुन्छ भने कसरी खाने क्या दुधमा हालेर खाने अनि चियामा पनि हुन्छ नि खै देखाले यसरी खिच्चिएको फोटो खै 4-5 ल्याएको खाइसेन हजुर एउटा त्यही खाइदिने दुधमा हालेर दुधमा हालेर तपाईँलाई यो मैले एउटा उपहार दिएँ बुटी ल्याउनु नि त उपहार तपाईँलाई मैले एउटा बुटी उपहार दिएँ तपाईँ हाम्रो मान्छे एकदम राम्रो मान्छे पत्रकार महासङ्घको अध्यक्षज्यूलाई यो मैले एउटा बुटी उपहार दिएँ हेर्छ यो इलिगल त होइन नि होइन एकदम नेपाल प्रहरी पनि हिँड्छ होइन एकदम लिगल हो यो चाहिँ हामी सेम आफै गएर हामीले खोजेर ल्याएको चिज हो यो पाटनबाट है त यहाँ पनि छ कतिवटा झुल्थ्यो एउटा यो जिरो छ त्यो एउटा त सब सिधा खाएर पनि काँक्रा फेरि यहाँसम्म भित्र छ नि त यार काँक्रा यो न त्यो कामा टिम्ने भन्ने कुरा भइरहेको छ माथिपट्टिको अलि हरिवाला माथिको ल्याउँ अलि हरिवाल ल्याउँ अलि हरिवाला भित्र छिर्नु त छिर्नु अब कहाँ छिर्ने हुन्छ माथिबाटै जानु भयो आइगयो ल भइसक्यो जाउँ के गर्ने ल फुटा नि त पर्दैन टिप्ली माया गर्ने भने त्यो 17-18 वर्ष त्यो चाहिँ पर मलाई ल्याउनु 22-23 क्रस भयो भने चाहिँ भाडमा भयो ठिक छ नभए के हुने र भन्ने हुन्छ फ्रेस काँक्रो के घाँसहरू त्यो थर्ड ह्यान्ड जिममा जाउन यार केटाहरु यार तपाईहरु त भइन आफू कति हिँड्छु आफू पनि त्यसरी पनि हिँड्नु पर्यो क्या पहिला उता मात्रै नहिँड्नु पर्यो त जिममा जाऊ केटाहरु भन्दा जिममा कस्तो काम गर्नु यार काम खाइ दुईजना छ बाहिरमा पर्ने कुन गर्ने दिए पाहुनालाई देउनु यार कस्तो मान्छे दिन मङ्गल यो कस्तोमा जानु यार सुनिनु न तपाईले छे भन्नु समय पाहुनालाई देऊ घरबेटीलाई देऊ यार यसलाई देऊ बिचारा यो गर्नुले यार यो कांग्रेस सब खाइलेर मिल्न दिने आधा त खानु केटापट्टि उता ठिक हो त्यो त जाली मेरो यो नेताले न्यौ पनि हो रहेछ त्यो अलिकति यो टाइम टेबलै भनेको बच्चा आउँछ मान्छे यति बेला आउँछ भने पर्वत हो भने मान्छे त्यही अनुसारको एउटा सेड्युल बनाउँछ नि त उही गर्व छ त हामी माइक्रोफोन भीम कहिले जाने हो त भोलि के पर्छ हामीले जाने कहाँबाट घरतिर जाने कि मेलाहरू जाने भन्ने दुवैजना जाने मेला अब सुर्खेत कहिले जाने त अनि सुर्खेत त जाने त्यसको त्यो भएको चाहिँ न त्यो 24 टाइम लाग्छ होला त नि
यो छिनाले हुन्छ होला नि खास यो हुन्छ यो मै थुप्ने बासे जस्तो हुन्छ त्यो उन्ट के छ नि तेरो बाबा जे पुगे डोल्फा सो एक्लै तेरो बुवा मम्मी डोल्फा पुगे होइन यो मेसिनले हुन्छ र हुँदैन यारमा हुन्छ हैन फोन गर्छ त मेसिनले पनि हुन्छ यो माया किन डट कति क्लास पर्छ यो कहाँ पर्छ होला त भएन त मिलेर अन्य गाडी हुन्छ यो अलि सानो मेसिन हो कि होइन विद्या ज्योति यही गाडी त पर कहाँ लिने हजार त्यहाँबाट कोही छिन् कि नै आउँदा यहाँका किन भएको छ हो अब कोही यहाँका छन् नै दि तेरो स्कुल पनि अरू कोही छन् नै तेरो स्कुलमा पनि कोही छन् कतामा होला भाइ यो नै जान्छ त्यतामा बोरीबाट भत्काउँदै क्या त्यही न र नक्सा हानेर गर्छ नि त घर बनाइदिए घर सर्स्यो बाजा अझै सर्यो नै घर पैसा भए नै ऊ भयो प्रयोग गर्ने भइगयो दाउरा जानु र जानु भयो त्यहाँ प्याकिनहरू साह्रो बस्नु साह्रो होला त्यो यति कम प्याकी छुट्याइदिने हो छुट्याउने हो कोट्याउने हो कि न त छुट्याइदिन्छु म नै कोट्याउने छोड्याउने छोड के गर्ने र यतिसम्म यदि कोट्याउने हो र यति छुट्याउने हो छोटाउने होइन त्यो छोटाउने हो नै छोट्याउने त होइन यहिले छोट्या छोट्याउने त मेसिन चलाउन आउँछ नि पहिला यतातिर कोट्या हुने सिक्दो रहेछ ल स्टार्ट गरौँ त स्किल कस्तो रहेछ त्यो त स्टार उवाला एउटा अस्ति खुकुरी एक चुरट बट्टा हो त्यो काट्छ त्यहाँबाट अहिले अर्को दिन्छु अनि कति हुन्छ त्यही गर्छ हजुर रविन्द्रले लग्यो अस्ति भान्जीबाट हो भान्जीलाई थाहा छ बाजेबाट होइन एक ल्याइछु त्यही त भने क्या जानेको रहेछु त्यही भने त रोक्यो अब यसलाई त कसरी गर्ने ढालेर माथिपट्टि चढिन गर्नु पर्यो यसलाई यहीँका मात्रै राख्नु ढाल्यो भने सजिलो हुन्छ साह्रो त साह्रो छ गोलको कोही क्या ढाल्यो भने सजिलो त सजिलो हुन्छ पोलपोलै लिनु त्यही त वाइफाई तार आयो होला त्यहाँ छैन कहाँको त यता सबै ल्याउने ल्याउने उडे भयो त्यसमा आएको छ नि त्यति जोडेर यता ल्याउनु पर्यो त्यो सेतो एउटा बक्स राखेको हुन्छ नि त्यो बक्सबाट लिन्छ गएर तार ल्याऊ हेरेर केटाहरू मजाले तार ताना तिनीहरूको त्यो हो नि तिनीहरू ल्याउने त थाहा छ अनि तिनीहरूको बिजनेस हो नि त हामीले सहयोग गरेर अनि त्यो ल हिरो भाइरल मान्छे ठिक हुन्छ 30 को गीतमा नाचेर भाइरल भयो मान्छे होइन हजुर यो खोज्नु होला र म केही पनि भएको छैन के छ र ल्याउनु त बाहिर हान्थ्यो बोलाउनु त राजेन्द्रलाई अनि कहाँ हो अहिले जाने भने यहीँ बाहिरै खाने बाहिर हुन्छ आइपुग्नु
खाने त बाहिर हो भित्र जाने हुन्न दुईटा माजा हुन् नि यिनीहरू तिनटै हुन् यो सालको साल भ्याउँछ क्या बुझ्यो यार होइन नयाँ घर भूकम्प पछि बनेको घर हो यो अलिकति यस्तो खालको छ भर्खरै बनेको घर हो यो भूकम्पको बेलामा चाहिँ यो टहरामा बसाइ थियो अहिले पनि होला केही काममा प्रयोग यस्तो छ यहाँ अनि माथिपट्टिको बाटो भूकम्पपछि गाउँमा नयाँ घरहरू बन्ने क्रम चाहिँ एकदमै तीव्र गतिमा छ को यो के भयो मुख पाक्यो खै पापा धेरै पाक्यो रहेछ त आज धेरै सन्चो भयो हो यस्तो भएको थियो त्यही भएर म यहाँ झन् आत्तिएको थिएँ त मेरो औषधि कसरी भयो पहिला पनि पाक्थ्यो पाक्दै हुन्छ बसेन यो को हो यो बाहिर खाऊ रोटी खा एउटै उसमा ल्याए हुन्छ रोटीमै राखेर होइन रोटी खाने भन्ने कुरो भयो अब भित्र आएर डिस्टर्ब नगरौँ भन्ने पनि भयो हजुर के पनि सुन्छ खोर्सानी रोटी खाने साग हेलो साग छ भन्ने सुनेर हो क्या खास साग र आलु आलु एक रोटी पाउनु हुन्छ एक रोटी बाबु तिम्रो नाम के हो के मैले सुनिनँ रुक्सल साई रुक्सल नाम कसले बाबुले राख्यो टिमुर हेर्नुहोस् त यो टिमुर हो खासै फल्या छैन है भन्छ यो टिमुर हजुरलाई क्यामेरामा नदेखाए पनि धेरै भयो हजुरलाई पनि अब भाइरल बनाउनु बाहिरै ल्याऊ ल्याउ बाहिरै ल्याऊ ठिक गर्यो हेरेर टोली आयो ल मलाई रोटीमा राख्नु एउटा खाउँ गल खाऊ न खाऊ 3 रोटी छन् बस जिल्ला खाइसु युट्युबर श्री पदम राज सिंह जाने न खान्छ बेलुका आउनु सक्छु कोही नबसी त क्या खानु बस्ने लिम्सा अरे ठिक छ लिम्सा जाने कि राम्रा जाने चाहिँ खास जाने लिम्सा हो त्यसमा लिम्सा गइसकेपछि माथि गरौँ खोजिहाल बाबु खोजिहाल अब त्यो त्यस्तो गरेपछि त त्यो उही आएन क्या फिलै आएन भन्दै भाषा त खतरा रहेछ त यता माथि
ल काँगडा ल्याउनु पर्यो काँगडा एउटा खानु पर्यो हरियो काँगडा विशालको के काम चल्दैछ त यता खास फेरि यो किन राख्छ अब त अनि ल ल काँक्रो खुवाउ त हामीलाई नस्पति सुकिसकेछ त के भन्छ त यस्तो फलफुल गाउँ हुने खै गएपछि खोज्न भान्जी अब ल्याइदिएपछि खाने नल्याएपछि जाने के गर्छौ सम्भावना हेरौँ ल गएर सहयोग गरिदिउँ न त सक्दैन उसले सक्दैन यो ठेलैबाट काट्ने हाम्रोतिर मात्रै होला होइन तल्लोतिर आधा काट्छन् बिचमा बिचमा त्यो भने मल हुन्छ नि त त्यसैमा उगाएर आइदिन्छ नि मेरो फेरि टिबेल छ राख्या भयो होला कहाँ पुगिन खोजेर त कहाँ पाइहाल्ला र आयो हरियो काँक्रो आयो 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 ल छिटो ल्याउनु पर्यो छिटो ल ल्याउ ल्याउनु ल्याऊ माथि ल्याउ त त्यो हुन् कि जस्तो लाग्यो मलाई पनि ल गीत गाउ त भन्छ एउटा नाइ मन जान्दैन ट्याक्कै एउटा बिहानै बिहानै गीत सुनाइदियो भने आउँछ गीत गाउनु बाबु आउँदैन मलाई आउँदैन तिम्रो घर कहाँ हो त अनि मेरो त यही माथि सार्की गाउँ हो नि कहाँबाट आयो अहिले बिहानै माथि माथि भन्नाले काठखोला ए काठखोला त्यतै बस्छौ कि रतन सर फुटाइसक्यो भएको बिना यति भए हुन्छ यति भएको छ त्यसले खा अरू कोही खान्थ्यो कि त बढी भयो त मलाई अरू अब त्यहाँ यत्रो भयो त रतन सर सँगै जाँदा म जाने कस्तो छ भन्छ काँक्रा हाम्रो गाउँ चाहिँ मिठो रहेछ तर सिजनमा थियो ठिकै छ काख्नु मिठो छ दादा सिजनमा त्यो काख्नु मिठो छ मिठो छ भन्नु न त्यो त धेरै मिठो छ नि गाउँमा यस्तो यो सिजनमा हरियो गाउँ खानु पाउनु नि मुस्किलले हो यो फेरि हो त्यही त हो कुन महिना हो यो हजुर के गर्दैछ अहिले के बनाउने ए टाउको लाउनु ल यो हरेक बाटो राखिदिने हो त अनि नसुया पातहरू कुहिन्छ र फुपा हजुर नसुया के हुन्छ नि खेल्नु छ त खेल्नु
सबभन्दा खतरा खेलाडी को हो त तिम्रो मध्ये त्यो कि अर्को टोपी क्याप टोपी लगाएको छ त कुखुरा छाउडा कुकरमा सिटी लगाएर पकाउने मान्छे त्यो कुखुरा छाउडा जिउँदै निरङ्कुश रहेछ फटा रहेछ यार मान्छे बसको टोकामा आगो लगाउने हालो यसको रेकर्डर धेरै टोटल टोली कमान्डर फिल्म हो है ल ल तिमी भयो ल त्यहाँ होइन क्या बाख्रो ओइ बिरामी छ क्या हो यहाँ भन्छ के फुल यहाँनिर बस कस्तो दामी फुल रहेछ तर के फुल हो कहाँनिर कोही होला नि गाउँकै होला नि कोही ओइ तैर केटा ओइ शीतल भयो गऱ्यो केराको पास शीतल हुँदो रहेछ क्या लास्टै गऱ्यौँ भयो यसले बहुत मलाई आनन्द फिल आउँदो रहेछ कि दिमाग त त्यसै रहेछ कहाँ त्यहाँ गएको होला फेरि यहाँ शीतल छ कि केराको हेर्नुसम्म देखिरहेको छु भन्छ यार जुङ्गा नै फिराछ पानी जुङ्गी हल्दार हो आनन्द फिल आउँछ यार फिल भन्नु को हो दसमा त नातिनी को नातिनी छोरीके खान्छ यो अर्की जुङ्गे छ त दाडी पैसा दुईटी भन् नि दुईटी भने त्यो अर्की त्यहाँ बुढो बुझेको यो ठुली यो पैसा कति 18 वैशाखको 18 गते जुङ्गे वैशाख 18 गते सानो जस्तो लाग्छ त सानो छ कि यो असल के पुगेछ हाम्रो अलि जिन्ना जस्तो हाट देखिन्छ नि कहाँ बेलै त लाउने सुरु पर्ने यो वर्ष हाम्रो जिरीमा काँक्रा धेरै भएन अनि यता किन आयो त्यो हेर्दा भने होइन तिनी भने बुढेन काट्दैन या फुलै फुल छन्
चाहिँ हाम्रो एलबी दाजुको किचन यहाँ ढुङ्गो कता फालिहाल्छ त यो के पिट्ने छ बाहिर बाहिर गर्छन् न त्यसो भए आजकल छोड्छ भारी अहिले के गर्छ के खुवाउन लाग्छ त दाइले के खुवाउनु नस्पति रहेछ अरू के खुवाउनुको फल काँक्रा देख्न पाइएन भात पाए भात खाउला काँक्रा त यहाँ सुरुमै हामी त खाइरहेको छु टाइम काँक्रा सुरुमै भ्याइहालिन्छ नि नस्पति ल केलाउने यसरी है ल काट्दा छुन ल्याइसुन त एउटा कतैबाट सबै त कुहिया छैन ल हेरबाट देखाउने देऊ खाइसुन नि कहाँ त्यति हो चोर्न गइसुन न छोड्न कहाँ हामीले जेसँग पहिला त चोर त खतरा चोर नि त म एक नम्बर तिमी हो दोस्रो नम्बर हो थाहा छैन म कसरी चोर्नु अनि म कति चोर भए तपाईँले महा चोर एक नम्बर अब थाहा छैन अक्कान भन्ने नि अनि मैले कहिले चोर भएँ अनि मैले कहिले छोड्यो रेकर्ड कति गरेको छ मैले त देखाएको छु मैले नदेखेँ होला नि मैले त रेकर्डै गरेको छु हेर्ने खै हेरौँ न त अहिले एकछिन पछि मोबाइलमा देखाउँछु मोबाइल छ मोबाइल त छैन क्या हेरेर क्या छ त छ एउटा फोटो फुटो देखाउनु या तपाईँ त हटो पहिला खाना त तिमीले टिप्ने छ जाने बेला हेर्ने पहिला जाने कहाँ निम्तो गर्न पहिले एक दिन त बस्नु पऱ्यो एक क्लास आजै बैठाउनु यहाँ खुवाउ निम्तो भन्नु न जाने कहिले हो त्यही जहिले गए जाला आज खुवाउ मजाले आज म फस्छु त फेरि अनि 7 दिन अगाडि नै खबर गर्नु के खबर गरेको छु के को खबर आफू जाने खबर आज अप्ठ्यारो भएको हुन्छ आज जाने चाहिँ त तालाहरू मरिहाल्नु हुन्छ जानु लाग्छ यहाँबाट बिरामी होइसिन्छ नि बिरामी के त्यही त भनेर त टिकट काटिसकेको छ माछाले मुख धोइसकेको छ बिलमा आदि कुरा नि भयो कति डरायो हामी बसी कुरा गर्छ त सेतो सब्जेर तालो सब्जेर खम्म हामी त धेरै अगाडि आएको थियौँ अब खाँदै हाल्यो भने सेतो को लाग्छ र यो बेला त्यो हेर्नु कुरा चाहिँ ठाबाट पनि गएको छैन म त आएन यता अगाडि गएर पुरा रोएर पाएँ त्यो कहाँ हो भुन्थ्यो र अनि थाहै छैन तर मलाई तपाईँले जीव के अरे केमा जाऊ रुखमा के छ अब अर्ग्यानिक फलको लागि म रुखमा जाँदैछु प्रमाणका साथ केही भयो भने जिम्मा भएको भन्दै अद्धा खाना अद्धा चाहिँ म लिनु मैले जाऊ पनि आएको छु र निशुल्क छ कता भयो पहिला तार्के त राख्नु पर्यो ऊ त्यो निशाना चुक्नु नसक्छ यहीँ नजिकै रहेछ कि एउटा माथि पनि छ भाँच्चेला है भाँच्चेला मलाई खाए त होइन त हो हल्ला क्या आउँछ यहाँ ला जानु मिठो हुँदैन हो अझ माथि छ त्यही हो एउटा तिम्रो हातमै छ दुईटा हाँस गाडीतिर हिँड्नु पहिला यतापट्टि छ कि हो त्यहाँ अलग हिँड होला क्या बिगारी क्या कहाँ जानु लाऊ तिमी हजुर कहाँ जानु लाऊ ल्याउँदै ल अरू खसेको टिपेर ल्याऊ भन्छ कहाँ छ खुसी कहाँ हुन्छ भुइँ छ नि एउटा माथि कता खसेको छ त्यही त त्यहाँ माथि बारीमा छ क्या गयो उनीहरू दामी छ यार
अलि पाकेको छ ओलिनु काट्नु लागि बटुन के लाग्छ झर झर देवा वहाँ बाबा मेरो लागि जस्तै हुन्छ मेलामा जाने तपाईँ मेलामा जाने चाहिँ यार बुढो भइसकेपछि तपाईँ बुढो खोज्यौ हेर के ल त्यो राम्रोसँग अलिकति केलाएर खानु पर्यो होइन खै अनि कस्तो खै म आफै के लागेर खोज्नु नि हजुरलाई खै हेरौँ छ क्यामेरामा देखाउनु मिठो हुन्छ यो फल खान जाने मिठै हुन्छ जस्तो लाग्छ एकदम मिठो हुन्छ खाना जाने यस्तो छ नजानेपछि मिठो हुन्न दाँत नभए मान्छेलाई खान चाहिँ गाह्रो हुन्छ नि गाह्रो हुन्छ जानकारी आउने खाऊ बुढो मान्छेलाई नजिस्काउनेहरू भन्छ कस्तो बुढाबुढी हो बिग्रेर जानुहोस् फेरि बिग्रिया छ आफै बिग्रिनु कालो कस्तो छ भित्र कालो छ कालो घाटा त 2 कलर रहेछ बिग्रे एकजना काम ओइ छिटो के भयो के भयो नाकभित्र माकुरो पस्यो क्या के होइन कहिले हुन्छ त्यस्तो यहाँ आइसक्यो खाने भए त्यो बाटोबाट माग्दै आएपछि कहाँबाट पाइन्छ भने ट्याक्कै यहाँ आउने बस्ने 2-4 गफ गर्ने बल्ल बल्ल सुत पाइन्छ खाना कहाँ गएछु मामा आइस नि क्या मामा सुसु एउटा भिडियो बनाइछ न बड्डा खराब छ नि आहा कोही माटो नै पागलै चाहिँ क्या हुने छ यहाँ पागल माटो छोरे पनि छैन टाउ बन्नु भएको छ नि कहाँबाट यस्तो सबै छ अब मै देखिन मात्र लाग्यो जस्तो भने ऊ माथि गएपछि माथि यस्तो थियो होला अहिले पछि चाहिँ जान्छु विभिन्न आठै राम्रो गएको छैन र त्यहाँ के भन्छ नि फेसबुक के अरे राम्रै चल्छ त्यहाँ आएको थियो यिनीहरूको अनलाइन ए अनलाइनमा म गइनँ हजुर गएछन् न त अनि राम्रो हामी अहिले भइबेस खरे हुनु त भन्छन् ज्योति फिक्स आउने अरे किन यो आयो भने यो सानी त होइन नि त रमाइलो हुन त्यही त हो दुईमा आउन अलि हुन्छ पहिला जस्तो हामी आयो भने अहिलेको राम्रो हुनेछ भन्नु सुन्छु हामी खेलाडी गएन हामीले खास जाने भोलि हो होइन कुनै हो भने भोलि जाने सदस्य भयो सदस्य त भोलि जाने हो भोलि जाने हो भने पहिला पुना थाना आज पुना थाना नि सदस्य पुना थाना गइकन भोलि दिनभरि सुतिनु भोलि बासवाला त जान्छौँ खाएको नि बात खाना भात सात खाइजाने अझै एउटा नास्पति रहेछ यहाँ माथि अझै छ फोटो किन तर्कै खिचेको थाहा लागि हजुर तलै खिचेको फोटो निस्पति चढान राखेको छौ ए नास्पति तल पनि छैन हामी खान्छौँ यहाँ पनि छ त टन्नै नास्पति त टन्नै रहेछ यहाँ पनि यहाँनिर फुलहरू पनि भब्बाल छ हजारीको फुल
सबै घरको आँगन अगाडि चाहिँ हजारीको फुलहरू छन् प्रायः जसो यहाँ पनि छ गाग्रीमा पानी छ ताल्नु गरे पोरी खुन्न मामा कहाँ रहेछ के लायो पाप्रो कति नै भएको छ आज घोडा फिनिस भोलि घोडा त फिनिस भन्छ त फिनिस भन्छ आज हुन्छ नले मैले ल अनि त्यसले आउ के बात बनाउँछु कहाँ हाल्ने मालु मामा यहाँ भुसाले गरे ल्याऊ फ्रेस छैन दामी खासै छैन छैन भदौ असोजाम यो भित्रको अलि हड्डी नभइदिएर मात्रै हुने हो खासै मुसिर फेरि हड्डी नहुनेपछि यो फेरि लगत पाक्छ नि त्यस्तै पाक्छ अघि मैले पकालिनु थर्यो के त बर्बाद चरा अचेल ती न्याउला न्याउला यहाँ कति आउँछ कति नौले पाटो मलाई खिच्छ त देखियो देखियो देखिरहेको छ मिठो छ त्यो एकदमै मिठो छ ड्राइभरले दिनुभयो स्याउ जस्तो छ नास्पाती छ भने दिउँ न दादा नास्पाती खाम यहाँ आएछ नि त जान लागेको त हो त्यसले यहीँ बस्नु आयो मिठो नास्पाती छ फेरि खाएछ त के नास्पाती हो असी नै ल्याउनु भन्नु कहाँ जाने टोली हिँड्छ म कतै जान लाग्यो त्यो नछोड्ने हो खायो बुझ्दिनँ मासु मासु सबै जल्दी लगिसकेको छ म हामी त्यत्रो मैले खाएको छैन रङ्गरोलले हामीले 1 केजी हामीले महेन्द्रले राखेको छौँ भन्दा 1.5 केजी जति होला भन्छ हिजो त्यो काट्ने भए त 2-3 केजी म पनि खाएर राख्थेँ यार हामी फेरि खाइएन खाउँ जस्तो लाग्थ्यो घर सिद्धियाली आज ड्राइभर खाने भएको त छ काट्ने ल्याउँदैछ अर्को जानु त है जानु त है थाहा कन्सी र माथि रेखा कहाँ डोक्छु थाहा नेट चलाउनु काम गर खाने कि नहीं
क्या हुन्छ घाँस काट्नु भन्ने त्यो भन्ने के घाँस काट्नु लाग्छ घाँस काट्नु गर्नु पर्यो टोबो लाउने हुन्छ ए त्यही त गाई भैँसा पालेर गाई बाख्रा पालेर यहाँ गाई भैँसा कमाउनुपर्छ तिमीले थाहै होला गर्नै पर्यो त व्यायाम पनि हुन्छ लाम्रो प्रदेशको लाम्रो प्रदेश दिन्थ्यो त्यो कपडा धुनेर तिनीहरू मेला जाँदैनौ तिमीहरू ए पदमहरू त आज पदम सन्तोष राजेन्द्र जान्छन् होला परिवेश मेला नजाने कहिले भोलि जाने हो अलि बढी लिँदै उहाँ कसरी लि लरबिर भयो क्या हेर्दा मती हुनु पऱ्यो नि सब फाल्यो अब म जाँदा जाँदै पुरै फाल्छ होला यति ठुलो भएर के कामै छैन सब खसाई दिब्बुल लगी सबभन्दा बढी कति लगी आँखामा हुने सपना दुईटा धारा आइरहेछ कहाँबाट स्कली कहाँबाट किन छुट्या छैन र पिङ त छुट्या छैन छैन फेरि बनाए दुईटैले खेल्यौ पिङ
कद्दु त धेरै रहेछ नि त अनि ताल लगाएको तिम्रो कसरी जान्छौ त भित्र त त्यो काली त चोर रहेछ चोर गइहाल्यो भित्र लुकी अर्को चोर आयो रोशन चोर कता के भयो त्यो होइन होइन माथि काम तल क्या गरिदिने क्या सुन्दिनै कान तलबाटले दिब्बु जति पनि मती छैन आइज आइज आफै आउँछ दिब्बु आइज बाटबाटै ले खोर्सानीले भित्र के पो गयो खुर्सानीले कहिले खोर्सानी होला बाबा उमेटा भित्र के लेस प्लेट भित्र राखिरहेछ भित्र यहाँ नै यहाँ रगदास यहाँ रगदास कि हेर्न के भयो हजुर भात खाऊ भुटे भात म खान्न छोरा यसरी के कार हो क्या गाछ के जाऊ परबाट उड्दै आउँछ केमा नचला भइरहेछ ती ए मम्मीको खिच्यो दिदीको खिच्यो दिदी नाचिदिन्छ नाचिदेऊ त दिदी के खतरा नाचान्छ नि त दिदीले ल के गीत गाउँछौ गीत बजाएर अनि गीतै छैनन् सुन्न बजाऊ त ल कुन गीतमा नाच्यौ तिमी हजुर हन्नमा हन्न एउटा गीत बजाउँछु
ए मोबाइलबाट क्या यो गीतमा नाच ल मिल्यो त गीत त बात खाजा ल नाच दे किन भइरहेछ त कस्तो राम्रो भएको छ नाच जाऊ 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 नाच ल सच्चै तिमी नाच्देऊ त ल हो कस्तो दामी भयो नाच 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 नागेश गैंग के लोग पुलिस को मार अब हेर त फेरि के लगाई अगर उसने समाचार दिया ना तो उसके कुछ अरु गीत छैनन् बहुत देर कर दी पापा उसने कल रात को ही टीवी पर न्यूज़ देखा था? वो घर से चला गया कह दे तब तो उसे गुस्सा आ जाता है यहाँ छैनन् भने त मान्नु पर्छ कम से कम बाबा तोरी लक्ष्य बसाई भाइको के एक पिरो कता ल्याउ आफ्नै हाम्रो समस्या छ नि होइन नि यसको बाबा नेक्स्ट सिङमा भएको किरा हो कहाँ छ किरो भित्र बिर्खो देखा त यो किरा खसीको सिङ खसीको सिङभित्र थियो क्या यो किरा छि हुने रहेछ बुढेसकाल लाग्यो बट्टाले हाल्ने गर्नु भन्दैछु बट्टा होला कताको बट्टा कहाँ थाल्छ बाबा पानी ल्याऊ भात खा पहिला हाल्दै त जा त भाइ के भन्छ राम्रोसँग बन के भन्छ अझ भात गरे होइन
टिमुर त एकदम राम्रो फल्या रहेछ त भाउजू टिमुर धेरै फलेछ नि कहाँबाट आइस त पाहाडतिर गएर ठयो भनेर भन्छ अब कहिलेसम्म बस्नु भइसक्यो यतातिर कहिलेका धान हुन् भाउजू धान हुन् नि धान छैन छोटा मात्रै नयाँ हुन् पाखे धान हो नि भगोला भन्यो नानी भगोला भन्यो साग्लो भयो भएन धेरै जस्तो थोत्रा छ नि अरू पनि होला नि त राम्रो पनि बारीकोटको सिमी यस्तो हुन्छ है त कालो सिमी एकदमै रङ्गी चङ्गी कलरमा धेरै जस्तो चाहिँ कालो हुन्छ यो चाहिँ हाम्रो बारीकोटको सिमी यो चाहिँ हाम्रो बारीकोटमा फलेको टिमुर है टिमुर चाहिँ लगभग राम्रै हुन्छ हाम्रोतिर यस्तो छ लटरम्म फलेको छ यसपालि मसलामा चाहिँ एकदमै नहुने चिज टिमुर पनि हो र यो औषधिको भरिपूर्ण गुणले भरिएको चिज पनि हो यो यसरी अलि धेरै काँडाको बिचमा हुन्छ गजबको टिमुर छ हेर्नुहोस् 500 रुपियाँ चाहिँ जग भन्ने चलन छ यतातिर कति वर्षसम्म चाहिँ त्यस्तो थियो अब अहिले चाहिँ यसको रेट कस्तो छ बुझेको छैन मैले मलाई चाहिँ अति नै मन पर्ने यो मसलामा पर्छ टिमुर कताबाट कहाँ जानु लाग्यो कसको दाइको मामाले पठाउनु है यता दिलीप मामालाई यता पठाउनु है कहाँबाट आइस दुईजना पथारा लाग्यो लागेन नेटमा कसरी त्यो लाउने बेला छ उडो बेला छ अनि अहो नयाँ न अरु त लाया छन् जे लाया हो जेला नयाँ नाच्न लाउने हानि ल्या भन्नु पर्ला भुनिया हो टावर आउने छैन अब कहिले हुने यो कुराकानी अब त्यो त कहिले हुन्छ कहिले हुन्छ भोलि पनि जानु पर्यो भोलि बिहान पनि जानु पर्ला बाटो पनि जानु दुवैजना गइसु त्यो भए फोन लाग्न सफल भएन दुःख मात्रै भयो भोलि जाने फेरि म यो ठाबारसम्म जानु लाग्छ
कताजना लाग्छ दिदी दाउरे लिने भाइ अब नि दाउरे हुने भए त यो दाउरे हुन ओइ भुनियामा नै परे उखेर म यो आमासँग उखेरलाई तेरो दिला त्यति लुगा धोइन दाइसे लुगा परे उखेर भुनियामा न पहिला जस्तै भयो अब कत्तर हुने हो नि न अब गए कहिलेसम्म फाइनल हुने भयो त अब तिहारसम्म टिन आइगयो ठरे टिन हेर्दा अब 4-5 वर्ष 8-9 दिन 6 दिन कम छ गाडी हिँडेर आयो कामदार कहाँ छन् मिस्त्री हो क्या 2 पार्टी जुम्का कहाँका 2 मतिर उहाँका 1 भइरहन 1 गाउँ छ घर खट्नेमा 2 भाइ पनि खट्यो होला घर ताडी बेला भयो त पुरा 3 भाउ छ 9 जना थिए यो पानीले चिसो गर्थ्यो अरू थियो पानीले चिसो गर्थ्यो अझन गुना घर यो 29 कै हो नि दिजो 29 अब त के छ र खासै अब धुरी ल्याउन भोलि जाने हो काटिसक्यो भयो त अब जहिले पनि भयो हिँड्छ गाबा धेरै भएन नि कि दिजोबाट त्यो किरा लागेर हो त हजुरको काम छ यहाँ किन कुरान हुन्छ गाबा समय हाल दाउरा दिसो दाउरा लैजाऊ भन्छ लैजाऊ सक्छौ कि सक्दैनौ दाउरा के दाउरा अलि छोटो बनाऊ भइसक्यो ल हिँडिहाल गाबा समाएर विनयजी कहाँ गइसक्यो त गाई ल्याउनु तीजा दिन लिनु पर्ला किला गरिकन किला त आइनु पर्ला 2 बजेसम्म त हुन्छ नि पार्नु पर्छ नै छ सुन्न गएछ आइगा भान्जर भया अर्को मैथे छु कुन मैथे 4-5 जना गएछ 6 जना गएछन् अहिले आइजन अबेल गएछन् खैनुबाट बर्खामा छ हाँस्थ्यो होला Mama, stop. Saya
धारबार गतिल नै यहाँ धारबार गतिल आफ्नो त हुने हो यहाँ एउटा आँसी थियो गर आज पर दुकान थर लगो के गर्दै बसिन त भयो किलो ठो कमाइ ल्याउ कन क्या ना त्यो कस्तो बनाउँछ दुईटा हान्दा दुईटा भाइले छ भाइले त्यो अति त्यो हातबाट अहिले आइन लुगा त गाइस हामीले पुरै गर्न हो त्यो वही सिक्किचा गुण क्यार खाली अनि हातै बनाउँछ गुण बजार भाइरल सित्तै भएको कपडा नबनाउने के किन बनाउनु भयो खासमा शेयर गर्ने लागि हाल्नु यो फुरुले गरिदिन्छ यहाँ शेयर ल शेयर गरिदिइहाल्छ यो भिडियो किन त्यस किर्मी देखाउँछ मगमल पनि घरै पुट्याएर कुडी गयो आसा डुमो अब सगळे टान्दी दो गयो आसा ले मना ए आसा दुबे जना टालु पुरै के भन्छ रे रे हाइदै ए ठालु हाँस के हाँस्दै त बाबु हाँस के ओइ हाँस के कान्छ हाँस भाग्यो कता तेरो बाबु के गर्छ तेरो बाबु